नमस्कार अनि स्वागत छ हजुरहरूलाई मेरो यस च्यानलमा। र आज चाहिँ मैले यो रामनवमीको पूजाको भिडियो चाहिँ हजुरहरू माझ लिएर आएको छु। र यो भिडियोलाई राम्रो लाग्यो भने चाहिँ तपाईँले सेयर लाइक गरिदिनुहुन्छ भन्ने आशा राखेको छु। र सबैभन्दा पहिला चाहिँ यो मैले 3 दिन गरेर लिएको भिडियोको सर्ट हो। र त्यो रथ बनाउनुको लागि चाहिँ 3 दिन लागेको थियो हैन। 3 दिनको भिडियो चाहिँ मैले अलि गर्दै एट्याच गरेर बनाएको हो। अन्त यो सर्ट चाहिँ मैले राति लिएको र यो चाहिँ यो पूजा भएको एरियाको हो। र यो चाहिँ एरिया चाहिँ 1 किलोमिटरभन्दा अलिकति ज्यादासम्म कभर भएको छ। र यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ पुरा लाइट, स्ट्रिट लाइटहरू, यो टाइमिङ लाइटहरू चाहिँ लगाइएको थियो हैन। र यो चाहिँ स्याटरडे नाइटको भिडियो हो र म चाहिँ ड्युटीबाट आउँदै गर्दाको यो चाहिँ राति मैले लिएको सर्ट हो। र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो बनाइसकेको थियो। यो चाहिँ स्याटरडे नाइट र यो चाहिँ सन्डे जो चाहिँ रामनवमीको मर्निङको भिडियो हो हैन। यहाँ चाहिँ अलमोस्ट रेडी भइसकेको छ रथ यात्राको लागि हैन। यहाँ कर्नाटकमा चाहिँ रथ यात्राको लागि चाहिँ यस्तो बनाउँदो रहेछ हैन। यो चाहिँ पहिला चाहिँ देखेको चाहिँ थिएँ, तर मैले यस्तो छेउ नजिकबाट चाहिँ देखेको थिइनँ। र यहाँ चाहिँ मेला लागिरहेको छ हैन। यहाँनिर धेरै कुराको स्टलहरू देख्न सक्नुहुन्छ। यहाँनिर खानेकुराहरूदेखि लिएर हैन, अन्त अरू चिजहरू सबै यहाँनिर नानी खेलौनाहरूदेखि लिएर जति पनि मेलामा हुनुपर्ने कुराहरू चाहिँ यहाँनिर देखिन्छ हैन। अहिले त त्यति लागेको छैन, तर बेलुका भएपछि यहाँनिर चाहिँ पुरा भरिन्छ हैन, सबै स्टलहरू लागेर। यहाँ चाहिँ बेलुकाको लागि पनि उयो हुँदैछ, कार्यक्रमको लागि तयारी हुँदैछ हैन। त्यहाँबाट यहाँनिर चाहिँ यस्तो गरेर भगवानको पोस्टरहरू हाल्दो रहेछ हैन। अन्त यहाँनिर चाहिँ प्रसादहरू वितरण भइरहेको थियो र म पनि त्यो प्रसाद लिनको लागि चाहिँ यहाँनिर लाइनमा लागिसकेको छु। र यहाँनिर चाहिँ प्रसादमा चाहिँ मेरो टर्न आउन लागेको छ। र म चाहिँ प्रसाद थापेपछि चाहिँ म घरमा आउँछु। र यो बेङ्गलोरमा चाहिँ जुनै पनि पूजाहरू हुँदा चाहिँ एकदम प्रसादहरू चाहिँ एकदम ज्यादा मात्रामा बनाइन्छ। किनभने त्यहाँनिर हिँड्ने मानिसहरू भयो हैन, र त्यहाँनिर जम्मा भएको मानिसहरू सबैलाई नै प्रसादले चाहिँ कहिले पनि अपुग हुँदैन। र यहाँ चाहिँ मैले लिएको छु पोलिग्राउ र लेमन राइस। यो चाहिँ साउथ इन्डियनको डिस हैन। र यहाँ चाहिँ यो चाहिँ मेरो छतबाट लिएको यो सर्ट हो। र यहाँ चाहिँ पूजा भइरहेको दृश्य है। अन्त म चाहिँ यो ड्युटी जाँदा खिचेको लास्ट सर्ट। र यो चाहिँ मैले ड्युटीबाट आउँदा चाहिँ अलरेडी पूजा चाहिँ भइसकेको थियो, रथ यात्राहरू भइसकेको थियो। र यो चाहिँ यहाँ रातिको दृश्य हो। यहाँ चाहिँ एकदम ठुलो प्रोग्रामहरू भइरहेको थियो हैन, पूजा सकेर। र यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। आजको लागि यति।